बिहान 4 बजे उठिसकेका छौँ र हाम्रो ठुलो मान्छेहरू चाहिँ अगाडि नै आइसक्नुभयो र हामी चाहिँ चर्चमा आज काम भएको कारणले बिहानै छिट्टै उठेर नुहाएर हामी चाहिँ चर्च आउँदैछु अनि अरू आइसक्नु भएको छ र म तपाईँहरूलाई देखाउनेछु। मैले जेब्रा लिएँ किन किन हौ किन यहाँ चाहिँ हाम्रो दिदीहरूले डेकोरेसन मिलाउँदै हुनुहुन्छ। दिदी आन्टी हुनुहुन्छ यता हेर्न सक्नुहुन्छ हामीले बनाएको डेकोरेसन। यो सबै कुरा डेकोरेसन मिलाइसक्यो। अब खाँदैछु है म गाइस। त्यसपछि लुगाहरू ल्याउनु रेडी भएर आइसकेको छु। हाम्रो चाहिँ यहाँ पाहुनाहरू आइसक्नु भएको छ, मतलब मान्छेहरू। अनि हामी चाहिँ अब यहाँ गीतहरू प्र्याक्टिस गर्नुपर्छ है त। हुन्छ आफै मोड्ने होला। सबै रेडी भइसकेको छ र हाम्रो जन्तीहरू आइसकेको छ। अनि हामीले जन्तीहरूलाई स्वागत गरिसकेका छौँ र अब चाहिँ हाम्रो धेरै बाँकी छ। हुन्छ रहेछ है। र अब यो समाजले यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु। प्रसन्न हुनेछु र त्यस बेलामा म तिमीलाई मेरो प्रेमीको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यो गर्नेछु। हालेलुया। हुन्छ उहाँले भाषा बाँध्नु भएको छ। अब दुर्गाजीलाई हाम्रो जेसिका सुन्दरलाई म फेरि प्रश्न गर्नेछु। दुर्गाजी जेसिका सुन्दर, यस क्रिस्चियन विवाहका सौभाग्य र जिम्मेवारीलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ देउनको लागि के तपाईँ यी मानिसलाई आफ्ना विवाहित पति हुनको लागि लिनु तयार हुनुहुन्छ? के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ, अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाँच्नुसम्म तिनको मात्र हेरविचार गर्नुहुनेछ? हालेलुया। उहाँले जवाफ दिइसक्नु भएको छ र म
पछि भन्नेछ म दुलही जेसिका सुनवार तपाईँ दुलहाको नाममा मेरो विवाहिती पति हुनको लागि लिन्छु। यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुट्याएसम्म प्रेम गर्नेछु, प्रसन्न हुनेछु। त्यस बेलासम्म म तपाईलाई मेरो प्रेमको प्रतिगत दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। हालेलुया। र उहाँहरूले परमेश्वरको साक्षी राखेर है उहाँले दुईजनाले यो वैवाहिक दम्पति जीवन जिउनुको लागि अनि पवित्र बाइबल धर्मशास्त्र अनुसार उहाँले शपथ खाएका छन्, करार बाँधिसकेको छ है। र यो करार Hello nih ya. बेहुली हाँसेको हेर दुईजना देखिएन कसरी हिँड्यो हो दिदी दाई अनि भाइ हामी चाहिँ दिदी पुऱ्याउन दिदीको बरिन्डेको छेउमै छौँ है त। म हिँडेको भनेर हो आजै हो जे गर्नु छ आजै हो। हामी चाहिँ अहिले मैथली आइपुगेको छौँ र एकछिन बस्छौँ यता। चिसोको व्यवस्था छ है झन आउँछ यसले गभर्मेन्ट त बहुत आउनुहुन्छ हस्पिटल लिमिट ठिकै छ। हामी हिँडिसकेका छौँ मैथलीबाट। देखा तुमको जब से बस देखा तुमको यारा, तुमसे कोई अच्छा है ना तुमसे कोई प्यारा, यूं नजरें ना फेरो तुम मेरे हो मेरे हो।
देखाउने देखाऊ खै खै पहिला नै सिकेराख्नु के यता बाटो छोड्दिनु यता आउने यता कता हो यता आउने यता भित्राउनु परेको छ यो वचन अनुसार होइन राजकन्याहरू तपाईँका आदरणीय महिलाहरूमध्येका हुन् तपाईँको दाहिनेपट्टि कोपिलोको सुनका गहना पहिलेकी राजाश्री दुलाही थिइन् हालेलुया राजाश्री दुलाही ध्यान दिउन् यी राजकन्या र काम थापेर सुन तिम्रा आफन्तहरू तिम्रा पिताको घरानालाई बिर्स अब बुढीले आफ्नो पिताको घर बिर्सिन्छन् यतापट्टि माया राख्छ होइन तिम्रो सन्दर्शमा राजा महिमित हुनुभएको छ उहाँलाई सम्मान देऊ किनकि उहाँ तिम्रो स्वामी हुनुहुन्छ के राजकन्या उपहार लिएर आउँछिन् धन्यका मानिसहरू तिम्रो निगाह खोज्नेछन् आफ्नो खोपीमा राजकुमारी ऐश्वर्य छिन् तिनको वस्त्रमा सुन जडिएकी छ बुट्टा भरिएकी पोसाकमा तिनी राजा कहाँ पुर्याइन्छन् तिनका कुमारी शैलीहरू तिनलाई पछ्याउँछन् र तपाईँका भजन दिनुहोस् बुहारी लगाएपछि छोरो पछि पछि अब